हेलो गाइस, कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र जसरी बनिरहनुहोस्। आउनुहोस्, र चाहिँ हजुरको माझमा आइसकेको छु आफूले जानेको, खोजेको र अनुभव गरेको मलाई साटासाट गर्नको लागि। आज मैले अलिक फरक प्रसङ्ग लिएर आएको छु। अब यो कुरा देखाउँदै गर्दाखेरि चाहिँ हजुर देखिसक्नु भएको छ। यो समयले चाहिँ मलाई के बनायो भने भेजिटेरियन गरायो। भेजिटेरियन गराउँदै गर्दाखेरि चाहिँ कसैले भेजिटेरियन भई भनेर भएको नि होइन। भित्रबाट जाग्यो, प्रेम जाग्यो र यो भेजिटेरियन बन्ने भन्दा पनि भेजिटेरियन भइयो। यसै गरेको क्रममा चाहिँ यो माछा खानेहरूलाई चाहिँ मैले कुनै आक्षेप लगाउन खोजेको चाहिँ होइन, तर माछा खाने एउटा मात्रै स्वाद खोजिरहेको हुन्छ कि जिब्रोमा ट्वाक्क लागोस्। र मैले यसो विचार गरेँ, आज मैले पकाउँदै गर्दाखेरि चाहिँ यसो यो पनि त किन नदेखाउँ होइन, एउटा प्रसङ्गलाई कसरी नबुझाउँ, कसरी बुझाउँ र यसलाई अझै स्पष्ट किन नपारौँ भन्ने भएर चाहिँ म यहाँ आएँ। यो माछा खानु भनेको चाहिँ एउटा बलियो पक्ष बनाउने, प्रोटिन मिल्ने भन्ने त वैज्ञानिक रूपमा चाहिँ प्रमाणित भएको छ, तर त्यसले चाहिँ धेरै कुराहरू चाहिँ अनब्यालेन्स गर्न सक्ने सम्भावना चाहिँ मैले देखेको छु। छन त यो भेजिटेरियन हुँदै गर्दाखेरि चाहिँ सागसब्जी खाएर मात्रै ब्यालेन्स भएर जिन्दगी सफल हुन्छ भने त हुँदैन। तर यो कुराको हेर्दै गर्दा हेर्नु न, अब कति आइटम छ कि माछा खाँदा मानिसले एउटै मात्रै कुरा खान्छ, सलादहरू खान्छ, खाना चाहिँ मिलाउँछ, तर पेटलाई स्वस्थ हुने, मस्तिष्कलाई स्वस्थ हुने चाहिँ हेर्नु न कस्तो आइटमहरू छ। देख्दै के आनन्द आउने। जति हामीले त्यो माछाको स्वाद एउटै मात्रै परिकार हालिन्छ, त्यसमा मसला हालिन्छ, मरमसला हालिँदैन, बिना स्वाद पनि हामीले खान सकिन्छ यो भेजिटेरियन भएको मान्छेले चाहिँ। र मासु चाहिँ बिना स्वाद खायो भने चाहिँ वा कुनै मसलाहरू नहालिकन खायौँ भने चाहिँ त्यसको चाहिँ के हुन्छ भन्दा स्वाद चाहिँ फरक हुन्छ होइन। पोलेर खाइएला भन्नु होला, फेरि होइन नुन मात्रैसँग खाइएला भन्नु होला मासुसँग चाहिँ। तर त्यो मासुको प्रसङ्गमा चाहिँ के छ भने हामीले चाहिँ खाइरहेको छौँ, त्यो खाँदै गर्दाखेरि चाहिँ कहिले कतै लागेन कि त्यसमा चाहिँ अपनत्व छ होइन, आफ्नोपन छ। जहाँ चाहिँ यो तरकारी खाँदा, भेज खाँदाखेरि चाहिँ, भेजिटेरियन हुँदाखेरि चाहिँ आहा सरल भयो, पेट चाहिँ आनन्द आयो भन्ने महसुस गर्छौँ क्या। अब मासु खाँदाखेरि चाहिँ जिब्रोलाई मात्रै स्वाद आउँछ, आनन्द आउँछ, तर तृप्ति चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मनबाट तृप्त एकदम आहा सन्तुष्टको भाव चाहिँ त्यो सागसब्जी खाँदा नै हुने रहेछ क्या, मैले महसुस गरेको चाहिँ होइन। बलियो पक्षहरू चाहिँ आफूले बनाउनको लागि चाहिँ सागसब्जी खाउँ होइन, अब अरूको ज्यान चाहिँ नखाउँ। आफूले चाहिँ सकभर एक सागसब्जीहरूलाई सजाएर एकदम फलाएर खान सकिन्छ। धेरै आइटम छ नि त होइन। माछा मात्रै कति खानु हौ, यति हेर्नु न कस्तो आनन्द खाने, कस्तो आनन्द सरर हुन्छ क्या मन। ल है त सबै गाइजहरू, सबैजनाहरू चाहिँ भेज बन्नलाई चाहिँ प्रयत्न बनाउँ। धेरै आइटम छ क्या भेजिटेरियन नै। हामीले चाहिँ भेज भनेर चाहिँ मासुमा नखाएपछि चाहिँ के खाने होला भन्ने सोचौँ, र एकचोटि हेरौँ न, विचार गरौँ न है। त्यो हलुका मन गराएर हेरौँ न होइन। अरूको मन, अरूको ज्यान मात्रै कति खाने क्या, कति अरूको ज्यानमा मात्रै रमाउने क्या, कति प्यासी बन्ने कि अरूको रगत चुसेर कतिसम्म आफू बाँच्ने क्या होइन। यो भेजिटेरियन भएर चाहिँ साथ दिउँ क्या, प्रेमलाई जोगाउँ, करुणालाई जोगाउँ, यही भन्न चाहेँ। र हजुरको चाहिँ के छ प्रतिक्रिया? जीवनलाई सरल पाउनुहोस्, व्यस्त पाउनुहोस्, हो जसरी बाहिर रहनुहोस्। धन्यवाद, बाई बाई।